दिमागलाई हेल्दी राख्ने चारवटा ह्याबिट्सहरू पार्ट 1। हेलो एन्ड वेलकम टु द एपिसोड 11 अफ द मेन्टल डिटक्स सिरिज। ब्रेन पनि एउटा मसल हो र आफ्नो शरीरको लागि एक्सर्साइज र न्युट्रिसनहरू खाए जस्तै ब्रेनलाई पनि केयर गर्नुपर्छ। तर ब्रेन र बडी दुईटा कनेक्ट छन्, त्यसैले बडी हेल्दी भयो भने माइन्ड पनि हेल्दी हुन्छ। अब डिस्कस गरौँ चारवटा ह्याबिट्सहरू। नम्बर 1, मर्निङ सनलाइट। बडीलाई जस्तै ब्रेनलाई पनि सनलाइटले हेल्प गर्छ, त्यसैले बिहान बिहान 10 देखि 15 मिनट सनलाइटमा वाक गर्नुहोला। मुड ह्याप्पी हुन्छ। नम्बर 2, ब्रेन फुड। ब्रेनलाई इम्प्रुभ गर्ने बेस्ट फुडहरू हुन् प्रोटिन र हेल्दी फ्याट्सहरू, जस्तै बदाम, ओखर अनि अन्डा। त्यसैले चिनी र कार्बोहाइड्रेटलाई अलिक घटाएर यी खानाहरूलाई पनि ठाउँ दिनुहोला। नम्बर 3, माइन्डफुलनेस, अर्थात् दिमागलाई कुनै कुरामा ध्यान लगाउने, जस्तै आफ्नो वरिपरि के भइरहेको छ, के आवाजहरू आइरहेको छन्, अथवा आफ्नो शरीरको कुनै पार्टले के फिल गरिरहेको छ। यो सबै कुराहरू नोटिस गर्नुहोस्, यसलाई जज नगर्नुहोस्। यसको लागि हाम्रो प्रिभियस भिडियोहरू हेर्न सक्नुहुन्छ। नम्बर 4, हाइड्रेसन। दिमाग 70% भन्दा बढी त पानीले बनेको छ, त्यसैले हल्का डिहाइड्रेसन भयो भने पनि ब्रेनमा असर गर्छ। सो आफ्नो बडीलाई चाहिने पर्याप्त पानी पिउनुहोला। अरू ह्याबिट्सको लागि वेट फर पार्ट 2।